मान्छे चिन्दैन डिएससीमा एकजोडो कराइरहन्छ। कञ्चनले अब के अरे स्कुल पुर्याउने ल्याउने गर्थे रे, सँगै जान्थे रे, सँगै आउँथे रे र उनले चाहिँ अब यसरी यता हिँड्ने बेला पनि उसको साथीसँग चाहिँ म यसरी राजी खुसी जाँदैछु, म पनि ठुली भइछु, अब म जाँदैछु, म राजीले, म कसैको जबरजस्तीले होइन, म राजी खुसी जाँदैछु भनेर उनले भनेकी छिन्। इसाको बाबुआमालाई चाहिँ एकदम कडाभन्दा कडा सजाय गर्नै पर्छ। उनीहरूले यदि गरेनन् भने भोलिको दिनमा पनि उसको छोरी फेरि अरू कुनैसँग गएर पनि उनीहरू ल्याएर त्यस्तो मृत्युको मुखमा फेरि कुनै अरूको छोरालाई पनि गर्न सक्छ। हाम्रो मोडर्न अनलाइन टिभीलाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। दर्शकमान बाबुहरू, पछिल्लो समय जुन चितवनमा घटेको घटना थियो, कञ्चन तिमिल सिन्हा र अनिशा कुमालको प्रेम सम्बन्धले निम्त्याएको घटना, उक्त घटनाको विभिन्न अवस्था, विभिन्न स्वास्थ्य अवस्थादेखि लिएर विभिन्न अपडेटहरू दिइराख्नु भएको सुस्तानी लामाज्यू हामीसँग हुनुहुन्छ र पछिल्लो समय विशेष गरी कञ्चन तिमिल सिन्हाको स्वास्थ्य अवस्था के छ र के भइरहेको छ भन्ने विषयमा हामी कुराकानी गर्दैछौँ। सर्वप्रथम हजुरलाई स्वागत छ। नमस्ते। जुन यो पछिल्लो समय कञ्चन तिमिल सिन्हाको घटना छ, यतिखेर धेरैले चासो व्यक्त गरिरहेका छन् उनी निको भयो कि भएनन्, अथवा कञ्चन तिमिल सिन्हालाई होस आयो कि आएन, तर के भइरहेको छ, पछिल्लो समय भिडियो आउन बन्द गरिएका छन् भन्ने कुराहरू धेरैको जिज्ञासाको विषय छ। त्यही भएर म तपाईँसँग जोडिएको छु। तपाईँ नजिकैबाट निहालिराख्नु भएको छ, मम्मीसँग पनि कुराकानी गरिराख्नु भएको छ। के छ अवस्था पछिल्लो अवस्था? अब अहिले चाहिँ आइसियूमा निकालेछ, भेन्टिलेसनबाट के अरे भेन्टिलेटरबाट अब अहिले चाहिँ आइसियूमा निकालेछ। अब उसले मान्छेहरू कोही पनि चिन्दैन के अरे अहिले चाहिँ अब त्यही हो। मैले केही गरेको छैन, मलाई पुलिसले कुट्यो, मलाई अनिसाले धोका दियो भनेर आफै मात्रै बरबराउने, आफ्नै हिसाबमा चल्ने, आफै बरबराउने गरेर अनि अलि बढी छटपटाएको छ अरे। अनि त्यो छटपटाउँदाखेरि चाहिँ अब उसलाई भित्र केही हुन्छ कि भन्ने कारणले उसको पहिला चाहिँ अब यो पेटमा पनि बाँधिएको थियो अरे, छातीदेखि नै बाँधिएको थियो अरे, बाँधिदिएको थियो अरे त्यहाँ कपडाले। अनि अहिले चाहिँ अब त्यो हातहरू बाँध्ने, अनि अब एक्कासी अब मलाई चाहिँ कञ्चन के अरे उसले अनिसाले धोका दियो भनेर रुनी मात्रै काम छ अरे अहिले। अनि अब त्यहाँ अरू कोही अब मान्छेहरू अब उसको आफ्नै तरिकामा अब जाँदा पनि अब उसले थाहा नपाउँदा पनि अब एकदम चिच्याएर बेसरी हुन्छ अरे त्यहाँ। त्यो पछिल्लो समय चाहिँ त्यसो छ। जस्तै मान्छेहरू चिन्ने, आफन्तहरू चिन्ने, यस्तो उस्तो मलाई गरायो यावत कुराहरू राम्रैसँग होसमा आएर गर्ने चाहिँ छैन भने अहिले छैन। अब त्यो अहिले भन्न सकिँदैन। उसले अब विष भनेको एकदम कडा सेवन गरेको छ, त्यो कारणले अब अहिले चाहिँ उसले बोल्छ भन्ने चाहिँ आशा छैन। अब त्यही हो, अब अलिकति के अरे 50% चाहिँ अब बाँच्छ कि भन्ने एउटा आशा मात्रै जागेको हो। खास अब यसमा भरोसै चाहिँ अब यो विष पुरै हुन्छ र होसमा आएर बोल्छ भन्ने चाहिँ अहिलेसम्म अब पक्की गर्न सकेको छैन कसैले पनि। हजुर, जस्तै अब हाम्रो कञ्चन तिमिल सिन्हाको उपचारको लागि तपाईँ अब स्वयं आफै पनि खटिएर विभिन्न ठाउँबाट सहयोगहरू सङ्कलन गरेर चितवनसम्म पठाउनु भयो तपाईँ स्वयं आफैले पनि। तपाईँ उहाँको मम्मीलाई, कञ्चनको मम्मीलाई पनि नजिकबाट चिन्नुहुन्छ, आफ्नो दिदी जस्तै मान्नुहुन्छ। उहाँले चाहिँ पछिल्लो समय के भनिराख्नु भएको छ तपाईँ? उहाँले चाहिँ अब के भनिराख्नु भएको छ भने अब अहिले छोरा यसै बाँच्छ भन्ने त मेरो आशा छैन, तैपनि अब के अरे 50% चाहिँ अब बाँच्छ कि अब भन्ने एउटा उसले अब त्यो छटपटाएको कारणले अब उसको छटपटाउने अब बोल्ने भन्नाले यस्तो अब डाइरेक्ट यही बोल्ने चाहिँ होइन, तर आवाजले मात्रै, उसले आवाजले मात्रै चाहिँ मलाई अब कुट्यो पुलिसले, मलाई अनिसाले धोका दियो भन्ने उसको आवाजले मात्रै चाहिँ बुझेको छ। अचित अवस्थामा उसले कोही पनि चिन्दैन। अब त्यहाँ हामीले एउटा अब त्यहाँ डाइरेक्टै उसले खिचेर पठाएको हामीले हेर्दाखेरि अब आँखा चाहिँ पुरै त्यो के भन्छ अलि दिमागकै नभएको मान्छेले हेरेको जस्तो अलि डरलाग्दो तरिकाले उसले हेरेको छ कञ्चनले। जस्तै भनेपछि सपनामा बरबरा जस्तै हजुर, एकै बर बराउने मात्रै, अनि बर बनाउने र रुनी मात्रै छ अहिले उसको, अब अरू केही पनि छैन। हजुर, यदि तपाईँले जानकारी गराइदिनु भयो, अलिकति तपाईँ उहाँकै मम्मीसँग कुराकानी गरेर तपाईँलाई पनि सजिलो हुन्छ, अलिक गरिदिनु नि त है। हेलो दी, अहिले बाबुको अवस्था के कस्तो छ अलिकति थोरै जानकारी गराइदिनुहोस् न। कस्तो हुने, अब आज पनि औषधि घटाउन मिलेन। हजुर, औषधि अब हिजो जति हुन्छ होला आज त्यति नै चलाइरह। अनि हजुर मान्छे चिन्दैन, डिएससीमा एकजोडो कराइरहन्छ, त्यही हो। ए अनि औषधि चाहिँ अब त्यो एमबीहरू औषधि घटाएको छैन अहिले डक्टरहरूले? छैन। अनि के अरे डक्टरहरूले चाहिँ अहिले अब के सुझावहरू दिँदैछन् त? तपाईँले सोध्नु भएको होला के कस्तो भन्दै हुनुहुन्छ, कतिसम्म सुधार आएको छ भन्नुहुन्छ? डक्टरहरूले त अहिलेसम्म अब कुनै पनि सुधार आएको छ भन्नुभएको छैन। भेन्टिलेसनबाट निकाल्यो, त्यो ठिक हो भन्नुभयो।
अनि डाक्टरले चाहिँ अब त्यस्तो भरोसा गरेर चाहिँ नबस्नु होला, अब के अरे फेरि पनि हाल्नु पर्ने अवस्था पनि आइपर्छ भन्नुभएको छ है। हजुर हजुर त्यही भन्नुभएको छ। अनि अहिलेसम्म बाबुलाई औषधि चाहिँ अब जतिमै किन्नु भएको थियो त्यहाँभन्दा घटेको छैन अहिले? अस्ति अब जुन अब चाहिँ भनौँ न अब एक्लै बरबरानी गर्ने भएर पारामा चलाएको थियो, अहिले हिजो पनि अब घटाउन मिल्छ कि भनेको मिलाउनु मिलेन, अनि आज पनि मिलेन, त्यही पारामा नै चलिरहेको छ। भनेपछि अनि बाबु अहिले अब अझै पनि अब होसले बोल्दैन? छैन छैन होस आउने त अनि तपाईँलाई चाहिँ कस्तो छ नि, तपाईँको स्वास्थ्य कस्तो छ? मलाई त कस्तो हुने, अब अहिले छोरो मात्रै ठिक भइदियो हुन्थ्यो भन्ने मन भेन्छ, त्यो भन्दै हुँदैछ। मलाई मेरो चाहिँ अब औषधि छैन, औषधि सकियो। अनि त्यो तपाईँको नि अपरेसन खुट्टा अलि ठिक भयो त अहिले? खुट्टा चाहिँ अलिक कम भयो, अर्को पुरानो पेटा भइदियो। अनि हिजो गाउँतिर जानुभयो त, अनि गाउँमा अब घरमा जाँदा यसो अब त्यो अनिसाको यताउता कोही आफन्तहरूले केही भनेको यसो खबर जानकारी केही पाउनुभयो त? छैन छैन, कसैले केही भने होइन। बरु उहीँको गाउँको दिदीबहिनीहरू चाहिँ सबैजनाले कञ्चन त सज्जन केटा हो, यसै धोका दिए कञ्चनलाई, कञ्चनले न्याय पाउनुपर्छ भन्ने कुराहरू गर्नुभएको थियो, सबैजना भेला हुनुभएको थियो। हजुर। अनि तपाईँलाई अनि अहिले त कतैबाट फोन आउने, मिडियामा नबोल यस्तो उस्तो भन्ने ओर्ने कुराहरू केही भएको छ कि नै? छैन छैन। हजुर, अहिले केही छैन। मिडिया नबोल भन्ने यसो त्यसो थियो, अहिले कतैबाट केही पनि आएको छैन। नआएको कुरालाई अब आएको छ भन्नु भएन होइन? हजुर हजुर। त्यो बेलामा भनेको त्यो पहिला भनेको सुरुमै अब उपचारको लागि चाहिँ पैसाहरू यताउता सक्यो कि के कस्तो? अनि उपचारको लागि चाहिँ पैसाहरू सक्यो कि के कस्तोले चलाइरहनु भएको छ? कहाँबाट आइरहेको छ कि छैन सहयोगहरू? त्यो पनि अलिकति भनिदिनुहोस् न। अब सहयोगहरू त अब सुरुमै अब आयो, अलिअलि आएर सहयोगहरू आएर त्यसैले नै गरिरहेको छ अहिलेसम्म चाहिँ। हजुर। अब अझै के कति लाग्ने हो ठेगान छैन। अब सहयोग त अब आएन भनेदेखि त अब उपचार गर्ने, औषधि गर्ने बाटो हुँदैन। अब सबैले हेरिरहनु भयो होला, देखिरहनु भयो होला, सहयोग आउँछ होला, बाबुलाई बचाउन दबाई गर्न पाउँछु होला भन्ने आश छ। ल हस् दिदी, जानकारी गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद है। हुन्छ, हस् हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। ल हस्। सम्भवतः अब धेरै दर्शकहरूले सुनिसक्नु भएको छ उहाँसँग गरिएको कुराकानी। तैपनि उहाँसँग कुरा गर्दाखेरि तपाईँलाई के लाग्यो, के भन्न चाहनुहुन्छ, तपाईँ पनि अलिकति भनिदिनुहोस् न। अब मैले त अब फर्स्टमा जान त के चाहन्छु भने कञ्चनलाई अब हामीले अहिलेसम्म बचाउनै भनेर कोसिस गरिरहेछौँ। सबै आम दर्शकहरूले पनि सहयोग गरिरहनु भएको छ। यतिखेरसम्म आम दर्शकले नै सहयोग गरेको कारणले कञ्चन चाहिँ अब अहिलेसम्म उसको होस नआए पनि ऊ एउटा सास हुनेजेलसम्म आस भनेको जस्तै भइराखेको छ। त्यस कारणले अब मैले त के भन्न चाहन्छु भने अब अनि के अरे न्याय चाहिँ पाउनुपर्छ कञ्चनले, चाहे ऊ बिहोस होस् चाहे उसको होस नहोस् होइन, कञ्चनले न्याय चाहिँ पाउनै पर्छ भन्न चाहन्छु म चाहिँ। अब त्यहाँ मैले एउटा इन्टरभ्यूमा त्यहाँ देखेँ, अब देख्दाखेरि कञ्चन के अरे त्यो कञ्चनको पनि जे होस् त्यो साथी नै रहेछ, कञ्चनको पनि बोल्थ्यो अरे उसँग, कञ्चन अनि अनिसा बोल्थ्यो अरे। कञ्चनले अब के अरे स्कुल पुर्याउने ल्याउने गर्थे अरे, सँगै जान्थे अरे, सँगै आउँथे अरे, र उनले चाहिँ अब यसरी यता हिँड्ने बेला पनि उसको साथीसँग चाहिँ म यसरी राजी खुसी जाँदैछु, म पनि ठुली भइछु, अब म जाँदैछु, म राजीले, म कसैको जबरजस्तीले होइन, म राजी खुसी जाँदैछु भनेर उनले भनेकी छिन् रे। त्यो मैले देखेअनुसार र हामीले यहाँ देखेअनुसार पनि अब उनी राजी थिइन्। बाबुआमाले गर्दाखेरि कञ्चनको अब मृत्युको मुखमा पुर्याएछन्। एकमा म भन्न चाहन्छु कि यो अनिसाको बाबुआमालाई चाहिँ कडाभन्दा कडा सजाय हुनैपर्छ। कोही आम दर्शकहरूले देख्नु भएको छ भने पनि यो उसलाई चुप लागेर नराखौँ होला, सबैजना मिलेर उहाँलाई चाहिँ के अरे कञ्चनको लागि चाहिँ न्याय दिलाउनै पर्छ। र उनीहरूले चाहिँ एकदम अपराध गरेको छ,
अनि के अरे अनिसाको बाबुआमालाई चाहिँ एकदम कडाभन्दा कडा सजाय गर्नै पर्छ। उनीहरूलाई यदि गरेनन् भने भोलिको दिनमा पनि उसको छोरी फेरि अरू कुनैसँग गएर पनि ल्याएर त्यस्तो मृत्युको मुखमा फेरि कुनै अरूको छोरालाई पनि गर्न सक्छन्। त्यस कारणले उनीहरूलाई कडाभन्दा कडा सजाय हुनैपर्छ। अहिले अब यहाँ के अरे त्यो अब गाउँको ठुला ठालुहरू किन चुप लागेर बस्नुभएको हो, के कारणले चुप लागेर बस्नुभएको हो र गरिबले चाहिँ न्याय नपाउने भन्ने छ कि? मैले अब यहाँ यसो अलिकति थोरै बुझ्दाखेरि कञ्चन चाहिँ गरिब हुनुको कारणले गर्दाखेरि अनिसाको बाबुआमाले छुटाएको भन्ने कुरा मैले थाहा पाइ पनि सकेँ। र गरिबले चाहिँ न्याय नपाउने, धनीले चाहिँ न्याय पाउने कस्तो कानुन हो यो? र कस्तो कानुन? अब के गरिब चाहिँ मरिरहने त? के गरिबको चाहिँ न्याय नै छैन त? म यही नै भन्न चाहन्छु। र त्यहाँको ठुला ठालुहरू मान्छेहरूले मलाई जहाँबाट हेरिरहनु भएको छ, हेर्नुहुन्छ होला होइन, हेरिरहनु भएको छ भने चाहिँ म के भन्न चाहन्छु भने कञ्चन यो अवस्थामा लडिरहेको छ, मृत्युको मुखमा लडिरहेछ, अझै पनि उसलाई भन्न सकिँदैन होस आएको छैन। अब एकतर्फले होस आएको भए पनि अब उसको होस आएको छ, बाँच्छ कि भन्ने आशा हुन्थ्यो, त्यो होस पनि छैन। ऊ बेहोसीमै बरबराएको छ, बेहोसीमै बौलाएको छ, त्यो भन्न सकिँदैन। किनकि मान्छे मैले अब सुनेअनुसार र अब मैले पनि अब विदेशमा गएर मैले पनि 3 वर्ष हस्पिटलमा काम गरेँ, धेरै बिरामीहरू मैले देखेँ होइन। त्यस कारणले मलाई अनुभव पनि भयो कि अलिकति अब 3 वर्षसम्म मैले काम गर्दा यो काममा यस्तो हुँदो रहेछ भन्ने। अब मैले हस्पिटलमा हर टाइम मैले प्रत्येक दिन काम गर्दाखेरि हरेक किसिमका त्यहाँ बिरामीहरू देखेका अनुसारले यो अब अलिकति छटपटाउनु र आफ्नो बेहोसी तालमा बोल्नु चाहिँ मलाई चाहिँ अलिकति विश्वास लाग्दैन कि होसमा आइहाल्छन् कि भन्ने मलाई अझै चाहिँ लागेको छैन होइन। भगवानको कान बतस नपरोस्, भगवानले कञ्चनलाई बचाओस् होइन। आजसम्म म भगवानसँग पनि यही नै मागिरहेछ, उसलाई बचाउनै भन्ने लागिरहेछ। त्यस कारणले चाहिँ अनिसाको बाबुआमालाई चाहिँ एकदम कडाभन्दा कडा सजाय हुनैपर्छ। किनकि यो माया प्रेम गरेर आएर उनीहरूले त एकदम त्यहाँ माया प्रेममा बाधा बनेर चाहिँ अब उसले चाहिँ सिँदुर हालिसकेपछि त ऊ ज्वाइँ नै हो। यो कारणले होइन, हामीले मान्दा ज्वाइँ नै हो। कानुनले नमानोस् त अलग ठाउँमा छ, तर भगवानले पनि मानिसक्नु भएको छ। किनकि अब सिँदुर पोते गरिसकेपछि मान्ने नै हो। र म भन्छु उनीहरूलाई कडाभन्दा कडा सजाय चाहिँ हुनैपर्छ। जुन तरिकाले जुन अवस्थामा होस् उनीहरूलाई कडाभन्दा कडा सजाय हुनैपर्छ। अनिसाले पनि त आफ्नो कञ्चनलाई श्रीमान स्वीकारेको छैन होइन र? स्वीकारेको छैन रे, तर किन स्वीकारिनन् त उनले? यो त बाबुआमाको दबाबले स्वीकारिनन् उनले। तर माया प्रेम त उनलाई गरेकी थिइन्। यदि गरेकी थिइनन् भने त माया भन्ने के हो भन्दाखेरि माया लाग्छ भन्दा लाग्छ पनि उनले भनेकी छिन्, सुनेको छु होइन, लाग्छ पनि भनेकी छिन्। त्यसबाट बडा नभए केटा र केटी गएपछि के हुन्छ त भन्दा विवाह होइन त भन्दा अनि विवाह हो, हामीले विवाह गरेकै हो उनले भनेकी छिन् नि त। उनले नस्वीकारेको कारण त उनलाई दबाब छ नि त अहिले बाबुआमाको। अब हामी अन्तिमतिर छौँ। अन्तिममा जति पनि सुरुदेखि नै तपाईँले कञ्चनको बारेमा विभिन्न खालका अपडेटहरू, कञ्चनलाई यस्तो छ, यस्तो भइराखेको छ, अब यसको लागि सहयोग गरौँ यावत गर्दा गर्दै अहिले यहाँसम्म पुर्याउनु भएको छ। जति पनि दर्शकहरूले तपाईँबाट यी अपडेटहरू पाइराख्नु भएको छ र तपाईँका भिडियोहरू हेरिराख्नु भएको छ, उहाँहरूलाई चाहिँ अन्तिममा के भन्न चाहनुहुन्छ? उहाँहरूलाई अन्तिममा के भन्छु भने जबसम्म यो के अरे कञ्चन विषयको नहुने जेलसम्म र न्याय नपाउन्जेल नयाँ नयाँ अपडेट म जहिले पनि उपस्थित हुनेछु हजुरहरूको सामु। र हजुरहरूले मलाई साथ दिनु होला होइन। गलत भए गलत नै भनिदिनु होला, सही भए सही नै भनिदिनु होला। र अझै पनि कञ्चनलाई बचाउनको लागि कञ्चनलाई अझै पैसा पुगेको छैन। हजुरहरू जहाँबाट हेरिरहनु भएको छ, एकले के अरे थुके थुक सुक भन्छन्, सयले थुके नदी भन्छन्। अझै पनि कञ्चनको अवस्था अलि गम्भीरै छ। उसलाई कति लाग्छ भने यति तोकेको छैन। हजुरहरूले अझै पनि जहाँबाट हेर्दै हुनुहुन्छ सहयोग गर्नु होला र सहयोग गरेर कञ्चनलाई बचाऊ। र एकमा लास्टमा चाहिँ के भन्न चाहन्छु भने त्यहाँको गाउँको ठुलो ठालु मान्छे चाहिँ किन कानमा तेल हालेर बसिरहेको छ? के गरिबको चाहिँ न्याय नै नगर्दिने त? त्यो खास गाउँको त्यो के अरे ठुलो ठालु मान्छेले त त्यहाँ हेरेर समाज गरेर हामीले के गर्नुपर्छ, कसरी चलाउनुपर्छ, न्याय के अरे अन्यायमा परेको मान्छेलाई कसरी न्याय दिलाउनुपर्छ भनेर उहाँहरूले पनि न्याय गर्नु पर्थ्यो। र उसले त अब त्यो पुलिस प्रहरीलाई पनि त्यहाँ कारबाही भएको छैन। कारबाही हुनैपर्छ। किनकि कञ्चनले त आफ्नो बेहोसीमा पनि मलाई कुटेको छ भनेर त्यहाँ बताइरहेका छन् त उनले। त्यो किन नसुन्नु भएको उहाँहरूले त सुन्नै पर्ने हो नि त। उहाँहरूले अझैसम्म सुन्नु नै भएको छैन। के कारणले सुन्नु भएको छैन? गरिबीको कारणले हो। गरिबीको चाहिँ कानुनै छैन त। गरिबीलाई चाहिँ निसाफै नगर्ने त। गरिबीलाई चाहिँ मरेको मरे हुने त त्यहाँ। र धनीले चाहिँ अब जे भने पनि जसो भन्यो उतै पल्टिने, जसो गर भने उसै हुने। अनि गरिबलाई चाहिँ म यस्तो अन्यायमा परेको छु, मलाई न्याय दिलाउनुहोस्, मलाई न्याय पाऊ भन्दाखेरि न्याय नै नपाउने त। म चाहिँ भन्न चाहन्छु एकदम गरिबीको कारणले कञ्चनलाई एकदम अन्याय गरेकै छन्। अन्याय गरेकै छन्। उसले न्याय पाउनै पर्छ। र कञ्चन के अरे त्यो अनिसाको बाबा मम्मीलाई चाहिँ कडा कारबाही हुनैपर्छ। हस्, धन्यवाद। हस्, धन्यवाद।